अब चाहिँ यो कुलेखानीको अब आजको चाहिँ हाम्रो यात्रा चाहिँ यहीँ समाप्त लाग्छ। है अब जाँदाखेरि ल अब निस्किँदा अब के छ भन्नु नाइट स्टे गर्ने हिसाबले चाहिँ बेलुका आएर हामी बिहानको सिनलाई पनि क्याप्चर गर्ने यो ठाउँ अलिकति उयो चाहिँ पानीको भोल्युम पनि अलिकति बढेको टाइममा चाहिँ अलिकति बेसी नै रमाइलो देखिन्छ। पानी पनि अलिक क्लियर होला जस्तो छ। अहिले चाहिँ अब थोरै पानी भएर अलिक धमिलो मधुरो छ, तर ठाउँ चाहिँ एकदम तपाईँले आउनै पर्ने ठाउँ, घुम्नै पर्ने ठाउँमा पर्छ यो। अब यता हाम्रो दुईजना जोडी हुनुहुन्छ, उहाँले कस्तो लागिरहेछ यहाँ? अब यहाँको अब घुमाइ लास्ट अब अन्तिमतिर आइपुग्यो। मैले कुलेखानी चाहिँ फर्स्ट टाइम आएको होइन। बाटोले गर्दा चाहिँ अलिकति बाटो खराब नै थियो, अफ रोड नै थियो, तर पनि जस्तो जस्तो पानी पर्दा पर्दै भिज्दा भिज्दै आइपुग्यो। तर एकदम रमणीय ठाउँ छ है, एकदम रमाइलो छ। अनि हजुरलाई कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो, एकदमै रमाइलो ठाउँ रहेछ। बाटो हेर्दा त यस्तो लागिरहेको थियो कि अलिक है भिज्दै भिज्दै आयौँ। जे ठाउँ चाहिँ एकदम रमाइलो छ, सबैजना आइदिनु होला। रमाइलो छ, यहाँ फोटो खिच्न पनि एकदम रमाइलो छ, राम्रो छ। बाहिर साथीसँग अर्को कुनै दिन फेरि यहाँ आउन मन लाग्यो भने के आउन चाहनुहुन्छ कि नै? आउँछु। ओके ल, धन्यवाद।